भवद्गव्यं भवद्भिर्नो आद्यन्ते श्राद्ध कर्मणि ओम भवितव्यम। त्यहाँबाट एउटा दुनामा पानी हालेर जल लिएर पिताजीको पाउ धोइदिनु अरे भन्दाखेरि के हो ऋषिलाई खडा गरेर ऋषि यसो पाउ धोएर किन उठ्नु नसकेको मतलब त्यो बानी सोध्नु भुले त ओम नमोस्तनन्ताय सहस्रमूर्ताय सहस्रपादाक्ष शिरोर्वाहवे सहस्रनाम्ने पुरुषाय शाश्वते सहस्रकोटि उदाहरणे नमो नमः। त्यो पानी यसो आफ्नो शिरमा लाउनु पाउडरको पानी शिवजीलाई दिने शिवजीले पूजा गरेर आएर अनि त्यस पछाडी आचमन गर्नु अब फेरि तीनखेप केशवाय नमः नारायणाय नमः माधवाय नमः स्वाहा हस्तो प्रक्षाल्य ओम ऋषिकेशाय नमः। त्यहाँबाट अपशब्द भइहाल्नु आचमन गरेर अनि त्यहाँबाट अपशब्द देव्रेतिर लानु जाँदा अनि यसरी आगताम यूयम सुस्वागताम इदम आसनम आस्यति। आउनुहोस् पिताजी तपाईलाई हाम्रो घरमा स्वागत छ, यहाँ आसन दिएको छ, यहाँ बस्नुहोस् भनेर यसो नमस्कार गरिदिनु। आगताम यूयम सुस्वागताम इदम आसनम आस्यति इति प्रतिवचन सभ्य हुनु। फेरि पुष्पको कुर्ता लिएर खानु सुनाउनु। अध्यत्यादिकृतस्य पूर्व संकल्प सिद्धिरस्तु अध्यय